हेलो 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 गाइज, आज पनि एउटा सानो सर्ट भिडियो लिएर आएको छु, उपस्थित भइसकेको छु। देख्न सक्नुहुन्छ तिरिचताल हाम्रो आजको यात्रा। तल मेरो साथी पानी भइरहेको तिलिचको शुद्ध पानी हैन। पानी अब कमै ल्याउन त ल्याएको थियो 2-3 बोतल, बाटोमा 5-6 घण्टाको यात्रामा थकित हुँदै पानी सकियो खाँदा। अब त्यस पछाडि अब लास्ट पोइन्ट हाम्रो यो तिलिचो आइयो। त्यही भएर पानी सकेर साथी पानी भर्न लागेको छ, पानी लिएर 2 बोतल। हामी 5 जनाको ग्रुप छौँ। छन त तातो पानी पनि छ 2 थर्मसमा, देख्न सक्नुहुन्छ हजुरले। अब ट्याक्कसँगले हाम्रो टोली माथि खाजाहरू बनाउँदैछन्। हामी चाहिँ 2 जना पानी लिन आएको। खाजा खाइसकेपछि त्यस पछाडि हाम्रो रमाइलो कार्यक्रम हुन्छ, एकछिन डान्स सान्स। अनि मेरो साथी आउँदैछ उकालोमा। अब निकै रमाइलो तिरिचताल। यो आज अलि मौसमले पनि साथ दिएको देख्नु सक्नुहुन्छ हजुरहरूले। घाम पनि लागिरहेछ। पारिपट्टि कुहिरो, ट्याक्क पारिपट्टि हल्का हिमालको फेद भनौँ न त्यसलाई। हिमालको फेदमा चाहिँ हिउँ परिरहेछ के। त्यहाँ जान त हामी अलिकति निकै टाढा छ, सम्भव भन्ने त कुरै भएन। जानको लागि चाहिँ अलिक टाढा भएर हो हैन। पानी आयो 2 बोतल देख्न सक्नुहुन्छ। अब हाम्रो यात्रा भनेको अगाडि मैले अगाडिको मात्रै भ्युज देखाएको छु। मेरो अनुहार चाहिँ मैले हजुरलाई देखाएको छु है। पानी पानी मैले एउटा बोकेँ, साथीले एउटा बोकेर उकालो अब हामी जानेछौँ हाम्रो खाजा खाने ठाउँसम्म। साथीहरू म देखाउँछु हजुरलाई है। अब ट्याक्क उकालो ढुङ्गा पनि रातो रातो अनेक किसिमको ढुङ्गा छन् यहाँ तिलिचोको वरिपरि। हामीलाई मुस्ताङबाट आउन तपाईँको लगभग 6 घन्टा भनौँ न। 6 घन्टामा ट्याक्कै तिलिचो आइयो। हाम्रो खाजा खाने ठाउँ पनि आइयो। अब पानी लिएर अलिकति हल्का चिसो पनि महसुस भइरहेको है। आउँदा आउँदा लुगा यसरी हामीले सुकाएको छौँ यो चिसोले के। अब अलि मलाई बोल्न पनि हल्का गाह्रो जस्तो भइरहेको। यो हिँडेर आउँदाको क्षणमा चाहिँ तपाईँको पसिना भिजेको लुगा चाहिँ सुकाइएको वरिपरि। अनि हाम्रो खाजा सेकुवा बन्दैछ आइटमहरू।